नेपालमा रहनुभएको दाजुभाइ दिदीबहिनी आमा बुवा सबैजनालाई मेरो नमस्कार। मेरो नाम ठक्मा छेडा हो। आज म हजुरहरूलाई एकदम मनपर्ने एउटा नयाँ चिजको बारेमा इन्ट्रोड्युस गर्न जाँदैछु। यहाँ आज के हो भन्दाखेरि एउटा नयाँ चिज हाम्रो एउटा छेम्रे गुरुज्यूको छेम्रेमुछे.com भन्ने वेबसाइट नेपाली भाषामा अनुवाद गरेर यहाँहरूलाई ओरिजिनली इङ्ग्लिसबाट सबै नेपाली भर्जनमा ट्रान्सलेट गर्नुभएको छन्। त्यसै गरी यहाँहरूले हजुरहरूले यसमा चाहिँ अब धेरै प्रकारको ज्ञानहरू लिन सक्नुहुन्छ। धार्मिक ज्ञान, भगवान बुद्ध, इतिहास, संस्कृति, धेरै प्रकारको ज्ञानहरू लिन सक्नुहुन्छ। टाढैबाट हजुरहरू संसारको जुन पनि कुना कप्चाबाट हेर्न सक्नुहुन्छ। जस्तै कि यहाँ हजुरहरूले यहाँ गृह सबै पोस्ट अनि वार्तालाप, छेम्रेमुछे सन्देशहरू अनि छेम्रेमुछे गुरुज्यूको बायोग्राफी, यस्तै गरी यहाँ अब धेरै प्रकारको चिजहरू यहाँ अब गुरुहरूको हाम्रो सबै चिजको जानकारी लिन सक्नुहुन्छ। त्यस्तै गरी अब यहाँ अब हाम्रो गुरुज्यूको चाहिँ यहाँ लाइन जाँदाखेरि अब फेसबुकमा अब फलोवरहरू पनि हेर्न सक्नुहुन्छ। कतिजनाले, कति लाखले, कति करोडले फलो गरेको छन् र यो वेबसाइट पनि अब कुन देशमा तल गएर जाँदाखेरि हजुरहरूले देख्नुहुन्छ। यहाँ हेर्नु तल जाँदा यता म देखाउँदैछु, यता हेर्नुहोस्। अब जस्तै अब यो वेबसाइट अब यो इङ्ग्लिस भाषाको हो। यो इङ्ग्लिस भाषाको चाहिँ यतिजनाले भ्युवर भनेर चाहिँ मलेसियाबाट चाहिँ यतिजनाले भ्यू गरेको छन्। अनि संयुक्त राज्य अमेरिकाबाट यति, भारत अमेरिकाबाट यति भन्नेहरू भ्यूहरू पनि हेर्न सक्नुहुन्छ। र नयाँ मनपर्ने, एकदम मनपर्ने भिडियोहरू पनि हजुरहरूले हेर्न सक्नुहुन्छ। त्यसै गरी यहाँ कोट्सहरू पनि छन्, एकदम सन्देशपूर्वक मेसेजहरू पनि छ। गुरुजीले यसरी चाहिँ भनेर हाम्रो नेपालका प्यारा भाइ बहिनीहरूको लागि अनि मायाले यसरी एकदम राम्रो सन्देशहरू दिनुभएको छन्। त्यसै गरी अब हाम्रो यहाँ धेरै हजारौँ आर्टिकलहरू छन्। यहाँ हजार आर्टिकलहरू छन्। यो चाहिँ अब यो भिडियो हेर्नुहोस्। यहाँ अब बिल्डिङ यो भएको हाम्रो गुरुजीको अब धर्म सेन्टर हो। मलेसियामा भएको हाम्रो गुरुजीको धर्म सेन्टर। हाम्रो गुरुजी यहाँ हुनुहुन्छ। यस्तै यहाँ अब गुरुजीले धेरै आर्टिकलहरू लेख्नु भएको छन्। यहाँ कुनै यहाँ यो मित्र हाम्रो साथीहरूले यहाँ नेपाली दाजुले यहाँ धोरी सुक्दनको बारेमा चाहिँ नि अब अलिकति इन्ट्रोड्युस गरिरहेको छन्। पूजा कसरी गर्ने भन्ने पूजापाठको बारेमा सिकाउनु हुँदैछन्। अनि त्यस्तै गरी यहाँ हेर्नु, हाम्रो गुरुजी नारोपाको गुफामा नेपालको पशुपति भन्ने ठाउँमा चाहिँ हाम्रो गुरुजीले पूजा गर्नु हुँदैछन्। उहाँले एकदम नेपाल भन्ने देश एकदम मनपर्छ। नेपाली मान्छेलाई, नेपाली जनतालाई धेरै माया गर्नुहुन्छ उहाँले। किन विशेष गरी गुरुजीको केही न केही भित्र त्यो होला नि, पूर्वजन्मको हो। त्यस्तै गरी अनि हजुरहरूले अनि यहाँ विभिन्न प्रकारको भगवानको फोटोहरू, बुद्धको फोटोहरू अनि भिडियो अनि इतिहास, हरेक कुराहरू हजुरले सिक्न सक्नुहुन्छ। यहाँबाट टाढैबाट छेम्रेमुछे.com बाट हजुरहरूले हेर्न सक्नुहुन्छ। अनि हजुरहरूलाई यस आर्टिकलहरूको बारेमा, यसभित्रमा कुनै पनि आर्टिकलको बारेमा चाहिँ हजुरहरूलाई केही जिज्ञासा छ र प्रश्नहरू सोध्नु छ भने हजुरहरूले यहाँ पछाडि ब्लग च्याट, तल लास्टमा ब्लग च्याट पनि छन्। त्यो ब्लग च्याटबाट हजुरले सोध्न सकिन्छ। इङ्ग्लिसमा पनि सोध्न सकिन्छ र नेपाली पनि सोध्न सकिन्छन्। अथवा अनि हजुरहरूलाई जुन भाषा आउँछ त्यही भाषामा लेख्न सकिन्छन्। यहाँ हाम्रो पास्टरहरूले, हाम्रो सरहरूले रिप्लाई गर्नुहुनेछन्। अनि त्यस्तै गरी लास्टमा हजुरहरूलाई म एउटा कुरा के भन्न चाहन्छु भनेदेखि हाम्रो यसमा चाहिँ हाम्रो छेम्रेमुछे.com चाहिँ हजारौँ आर्टिकल छन् इङ्ग्लिसमा। त्यो ओरिजिनली चाहिँ नेपालीमा ट्रान्सलेट गर्नुपर्ने छन्। र त्यो नेपाली ट्रान्सलेट गर्नको लागि हामी हजुरहरूको कोही पनि इच्छुक व्यक्तिहरू हुनुहुन्छ भनेदेखि हाम्रो यहाँ छेम्रेमुछे.com र हाम्रो चेहरामा डाइरेक्ट कन्ट्याक्ट गर्नु र इमेल पठाउनु होला, सम्पर्क गर्नु होला। थ्याङ्क यू।